सगरमाथाको शिर हेर्न सोलुखुम्बु पुगेका थियौँ हामी हिजोको भिडियोमा देखिहाल्नुभयो। आज भने हामी पताले बजारबाट ट्रेकिङ गरेर 1 घण्टा माथि डाँडामा जानेछौँ, जसबाट हामीले सगरमाथा लोप्से हिमालहरू नजिकबाट निहाल्न सक्ने रहेछौँ। हाम्रो देशको शान, देशको शिर सगरमाथा नजिकबाट निहाल्न पाउँदा हामी एकदमै उत्साहित र खुसी थियौँ। मेरो साथी पविन्द्र राई र म माथि पताले डाँडामा पुगेर धेरै बेर हिमाल हेर्ने जमर्क गऱ्यौँ। हिमाल हेरेर खुसी भयौँ, जसमा हामीले बिहानको समय एकदमै बेस्ट हुन्छ भन्ने सुनेको हिसाबले हामी बिहानै उकालो लाग्यौँ। तर केही समयपछि बादलले हिमाललाई छेक्ने रहेछ। सो त्यही भएको कारणले हामी चाँडो चाँडो पुगेर हिमालको दृश्य हेऱ्यौँ। हिमालको दृश्य हेरे लगतै हजुरहरूलाई पनि देखायौँ र उकालो एकदमै निस्किन गाह्रो थियो। तापनि माथि पुगेर टिकटकहरू बनायौँ, फोटोहरू खिच्यौँ, भिडियोहरू खिच्यौँ। सगरमाथा लोप्से हिमाल लगायतका थुप्रै 11-12वटा हिमाल हामीले नजिकबाट हेऱ्यौँ र एकदमै इन्जोय गऱ्यौँ। माथि केही समय बसिसकेपछि त्यहाँनिर एकदमै धेरै ठुलो हावा चल्ने भएको कारणले गर्दा हामी फर्किनु पर्ने भयो। बिहान हामी केही नखाइरहेको हुनाले भोक पनि लागिसकेको थियो र हामी 11 बजेपछि हामी फेरि पूर्ण पताले बजार झऱ्यौँ। हामी बसेको हिमालयन होमस्टेमा हामीले खाना अर्डर नगरी गएका थियौँ। हामी आयौँ, त्यस पछाडि खाना खायौँ। खाना खाइसकेपछि त्यही सेरोफेरो पताले बजार घुम्ने भनेर मेरो साथी र म फेरि त्यहीको सेरोफेरो पताले बजार घुम्नको लागि। त्यहाँको दृश्यहरू एकदमै राम्रो थियो। हिमालयन होमस्टे लगायतको वरिपरि सेरोफेरो पताले बजार एकदमै रमणीय थियो, खुल्ला थियो, एकदमै चिसो चिसो हावा पनि चलिरहेको थियो। हामी बेस्ट टाइममा गएको भएको कारणले पनि होला त्यो ठाउँमा एकदमै धेरै रमाइलो भइरहेको थियो, किनकि त्यहाँनिर चिसो पनि त्यति सोचे जस्तो थिएन र गर्मी त सोलुखुम्बुको ठाउँमा त्यस्तो हुने कुरै भएन। घाम लागेको टाइममा ठिकै थियो, जाडोमा अलिक गाह्रै हुन्छ भन्ने सुनेका थियौँ, तर हामी गएको टाइम एकदमै बेस्ट थियो। हामीले सोलु पताले एकदमै धेरै इन्जोय गरेर घुम्यौँ र हामीले माउन्टेन भ्यूहरू पनि हेर्ने र यसको फुल भिडियो हेर्नको लागि चाहिँ तपाईँहरूले RR Vlog 7 च्यानल भिजिट गर्नुपर्ने हुन्छ। कृपया यो पार्ट 2 कस्तो लाग्यो भनिदिनु होला। मैले यो सर्टकटमा बनाएको छु भिडियो, फुल भिडियो र डिटेलिङमा हेर्नको लागि चाहिँ कृपया च्यानल भिजिट गर्नु होला। फेसबुकबाट यो भिडियो हेर्दै हुनुहुन्छ भने पेजलाई फलो गरिदिनु होला र सेयर गरिदिनु होला। कस्तो लाग्छ फुल भिडियो हेर्नको लागि युट्युब च्यानल भिजिट गर्नु होला। भेट्छौँ हामी पार्ट 2। थ्याङ्क्स फर वाचिङ। बाई।